हाई गाइज, नेपालको अहिलेको निकै नै चर्चित ठाउँ चिन्डे डाँडा। मलाई थाहा नै थिएन यो ठाउँलाई चिन्डे डाँडा भनिन्छ भनेर। म चाहिँ 15 दिनमा अथवा महिनामा एकपल्ट तेह्रथुम म्याग्लुङ जानुपर्ने काम हुन्छ र यो यात्रामा बिहानको अहिले 8 बजिरहेछ। यो दृश्य देख्दाखेरि म पनि वाउ भएँ। यो चाहिँ मैले लगभग टिकटकहरूमा देखिरहेको थिएँ। यो टिकटकमा निकै भाइरल छ। एआईले जेनेरेट गरेको भन्ने पनि आइरहेको थियो, तर एआईले जेनेरेट गरेको होइन रहेछ। यो चाहिँ नेचुरल रहेछ। यो ठाउँ भेलेटार नपुग्दै चिन्डे डाँडा भन्ने ठाउँ आइपुगिन्छ र त्यहाँबाट सजिलै यस्तो राम्रो दृश्य आफ्नो खुल्ला आँखाले हेर्न सक्नुहुनेछ। ओके, थ्याङ्क यू।